हेलो गाइज, आजखेरि म नयाँ भिडियो लिएर आइसकेको छु हजुरको सामु। अनि आज चाहिँ के छ भनेको पोइन्ट चाहिँ टायर चाहिँ भित्रबाट चाहिँ कसरी टाल्ने, त्यसको सामान के हो र कसरी टाल्न सकिन्छ भन्ने विषयमा छ है त। हामी सर र भिडियो देखाइरहेको छौँ, बनाइरहेको छौँ। तपाईँहरू सिकेर त्यस्तै सामान ल्याएर चाहिँ भित्रबाट चाहिँ यो सामानको प्रयोग गरेर टाल्न सक्नुहुन्छ है त। भित्रबाट टाल्नलाई चाहिँ फर्स्ट सुरुमा चाहिँ हजुरहरूले चाहिँ टायर खोलेर चाहिँ भित्रबाट घोट्नु पर्ने हुन्छ। तसै ट्युब टाल्दाखेरि ट्युबलाई घोटेर चाहिँ हामीले टेप त्यो डिस्ट्रिक्ट टाल्छौँ, त्यस्तै गरी टायरलाई चाहिँ भित्रबाट घोटेर चाहिँ भित्रबाट टाल्नु पर्ने हुन्छ। भित्रबाट घोटिसकेपछि मात्रै थोरै अलिकति त्यो बोन लाएर अनि टाल्नु पर्छ है। हामी सर र देखाइरहेको छौँ, हेरेर लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। दाइको बाइक हो यो चाहिँ, दाइको बाइक हो यो चाहिँ। यो बाइकको नाम के हो रे दाइ? दाइ NK250 ल दाइ एकचोटि फुकेर देखाउनु त। ल दाइ एकचोटि फुकेर देखाउनु त। हेलो, एकचोटि सिक्स प्याक देखाउनु त ल। फुल भिडियो त हेरिसक्नु नै भयो होला तपाईँहरूले। अब कसरी टाल्ने भन्ने कुरा त थाहा पाइसक्नु होला, तर कस्तो कन्डिसनमा टाल्ने भन्ने बुझिराख्नु है त। टायर नयाँ छ, 2-3 महिना भयो भर्खर हाल्या, तपाईँको ग्रिप बुट्टाहरू चाहिँ नयाँ छ भने चाहिँ तपाईँहरूले यसरी भित्र टालेर चाहिँ युज गर्न सक्नुहुन्छ। अनि हाम्रो पसल रहेको छ भक्तपुर नलिन्चोक जोरपाटी साग है त। अनि यसको टाल्नको लागि कन्ट्याक्ट राख्न सक्नुहुन्छ हामीसँग। कन्ट्याक्ट नम्बर छ 9864412550। यो चाहिँ हाम्रो पर्सनल नम्बर हो। यसमा तपाईँहरूले चाहिँ कल गरेर हामीलाई कन्ट्याक्ट राखेर चाहिँ टाल्न सक्नुहुन्छ है त। फुल भिडियो हेर्न सक्नुभयो, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। हस् त, धन्यवाद।